फाइनली गाइज हामी चाहिँ यति धेरै लाली गुराँस टिप्यो यहाँ पनि छ ट्याक्लाएर अब यो सबै लाने कुरो त हुँदैन आई मिन यो घाँस घुस लाने कुरो हुँदैन गुराँस फुल्दा बनै घमाइलो कोयली बोल्दा मनै रमाइलो बसन्त लौ जिस्काउँछ भमराले जिस्काउँछ भुन भुन गरेर कम्मर भाँची नाचिदेऊ कि छुनुमुन गरेर कम्मर भाँची नाचिदेऊ कि छुनुमुन गरेर गुराँस फुल्दा पर्नै घमाइलो कोयली बोल्दा मनै रमाइलो Hey guys, what's up? Welcome back. After a long time, आज म राइडमा जाँदैछु मेरो माइलो यता रेडी भइसकेको छ मेरो गोप्रो आफ्टर लङ टाइम आज गोप्रो युजमा आउँदैछ अनि म चाहिँ यहाँ साथीलाई वेट गरिरहेको छु यहाँ माथि साथी चाहिँ रेडी हुँदैछ हैन म चाहिँ यहाँ वेट गरिराखेको छु आज हामी यो साइडमा होली खेलिरहेको छ आज होली नखेलेर आज ट्याक्लाएर लाली गुराँस फुलको चाहिँ हन्टिङ गर्न गइराखेका छौँ लेट्स सी कहाँ पुग्दाखेरि पाउँछ होइन त्यही हेर्छौँ अनि त्यहाँनिरको चाहिँ दृश्यहरू हुन्छ नि हामी कैद गर्नेछौँ विशेष गरी आज हामी चितवनमा छौँ अहिले चाहिँ अब मकवानपुर पुग्न सकिन्छ हामी माथि होइन लेट्स सी कहाँसम्म पुग्दा मिठो लाली गुराँस पाउँछ त्यो चाहिँ हामी देखाउनेछौँ है त गाइस आज आफ्टर लङ टाइम कस्तो क्यामेरा साई टाइपको भइरहेछ मलाई चाहिँ होइन होइन भाइ ठिक छ नि भाइ ओके हाम्रो सुभाष भाइ एनसी भाइ ट्याक्लाएर होली खेल्न होइन हामी यसो रमाइलो गर्न यसो फ्रेस हुनको लागि माथितिर जान लाग्यो लाली गुराँस खोज्नलाई लाली गुराँस रे जिरो फेरि धन्नै उल्टो उल्टो हुने रहेछ रातो लाली गुराँस पाउँछ अरे पाउँछ माथि होइन मलाई थाहा छ पाउँछ त्यो ठाउँसम्म चाहिँ जान लागिरहेको छ हामी मकवानपुर विशेष गरी हामी दुई चोक भन्ने ठाउँमा टोड्केमा पनि पुग्छौँ त्यहाँ चाहिँ मिठो दृश्यहरू छ नि त अहिले नयाँ नयाँ चिज बनाएको छ त्योहरू हेरौँ त्योहरू खिचौँ भनेर चाहिँ आज जान लाग्यो लेट्स सी गाइस के हुन्छ हामी देखाउँदै गर्छौँ है त फाइनली यहाँ चाहिँ दुईवटा हेलमेट भइसकेको छ भन्दाले चाहिँ के बोक्यो यस्तो आमा यो गर्मीको कुरा ग्लुकोज पानी बोके जस्तो लाग्यो मलाई डिहाइड्रेटबाट बच्नको लागि ट्याक्लाएर यहाँ चाहिँ खजाना छ क्या हो ट्याक्लाएर अब हामी निक्लिनु पर्ने हुन्छ होइन बाजा ओके ल गक लाउनु पऱ्यो नि त ह्यान्डसम देख्नु पऱ्यो नि त ओके आहा ट्याक्लाएर ओके यो चाहिँ हाम्रो इम्पोरियम अर्मानीको है मेरो चाहिँ गाइस ट्याक्लाएर अस्तिको 5 करोडको हरादेखि यो चाहिँ 70 करोडको मगाएको मैले यो युगान्डाबाट मगाएको कालो कालो छ त्यही भएर होइन ट्याक्लाएर अब हामी मेरो मायालु रेडी भएर बसिरहेछ भान्जा रेडी मैले चाहिँ ग्लोभ्स ल्याएन किनभने माथि अलिक गर्मी हुन्छ भनेर तर ग्लोभ्स ल्याए भए बवाल हुन्थ्यो होला ग्लोभ्स ल्याएन लेट्स सी ल भाइ हामी गएको ओके ओके ल थ्याङ्क यू लगडा हो हामी लाग्यो अब ओके अब चाहिँ हामी रेडी भइसकेका छौँ यहाँनिर ल बसौँ भन्दा बसौँ भाइको एल्बम झरिसकेको छ हाम्रो छोटा मोटा ऱ्यापर भाइ ट्याक्लाएर म बेलुका आएर ट्याक्लाएर खतरा कतिवटा हालेको बाबु 5वटा एकैपल्टमा 5वटा ठिक छ ओके ल हामी माथिबाट आएपछि चेक गर्छौँ है त भाइ ल ओके ल सुभाष भाइ ओके कडा हो अब हामी लाग्यो होइन अब हाम्रो यात्रा यहाँबाट सुरु हुन्छ अन्त अहिले चाहिँ हामी चौकी डाँडा भनौँ न भटडाँडाबाट माथि जाँदैछौँ बाटो चाहिँ कुल छ कहाँसम्म चाहिँ फुल त छैन यस्तो सबै
अब माथि माथि चाहिँ एक दुई ठाउँमा चाहिँ अलि अफरोडहरू छ होइन। म पनि थुप्रो भयो नि त नगएको, लगभग त्यस्तै भयो होला 2 वर्ष 2.5 वर्ष जति माथि नगएको। अब आज हामी चाहिँ आफ्टर 2 इयर्स त्यो बाटो जाँदैछौँ। कतिको बाटो बनाएको छ, बाटो बनाएको छैन त्यो पनि हेरौँ, अनि कुल पनि हौँ फ्रेस पनि हौँ भनेर हो, रिफ्रेसमेन्टको लागि हामी गइरहेका छौँ। र अर्को कुरो चाहिँ नट ओन्ली रिफ्रेसमेन्ट, हामीलाई अहिलेको यो सिजनमा सबैजनाले लालीगुराँस भनिराख्दाखेरि हो नि त, जाउँ न मेरो आफ्नै ठाउँमा चाहिँ लालीगुराँस पाउँछ, त्यो ठाउँमा जाउँ न होइन। त्यो ठाउँमा जाउँ, त्यो ठाउँको चाहिँ लालीगुराँस चाहिँ देखाउनु पऱ्यो होइन। आफ्टर लङ टाइम त्यो ठाउँमा गएको पनि हुन्छ अनि लालीगुराँस टिपेको पनि हुन्छ होइन। सम्झना आइरहेको थियो नि त, त्यही भएर त्यहाँ जान लागेको हो। त्यही गाइज धेरै पछाडि क्यामेरा अगाडि गोप्रो अगाडि बोल्नाले कस्तो अप्ठ्यारो टाइपको भइरहेको छ। अब यसलाई चाहिँ अब कन्टिन्युटी गर्नुपर्ने हुन्छ होइन। अब पछिल्लो समय मैले यो राइडिङको भन्दा पनि अथवा भनौँ न मोटर भ्लगको भन्दा पनि मैले चाहिँ धेरै फुटबलहरूको चाहिँ स्पोर्ट्सतिर लागिराखेको छु, किनभने पछिल्लो समय मैले स्पोर्ट्समा चाहिँ भिडियो सिडियो बनाउने गरिराखेको छु, त्यसले राम्रो ग्रो दिएको छ कि मलाई। थ्याङ्क यू सो मच युट्युब च्यानल है, युट्युब च्यानलमा जोडिनु भएको सम्पूर्ण परिवार युट्युब परिवारलाई चाहिँ विशेष धन्यवाद दिन्छु क्या। वी आर नियरली अबाउट 20K है, 20K पुग्न लागिरहेछ। अब 1 देखि 20K इट्स नट अ जोक क्या फर मी होइन। त्यस कारणले जतिले माया गर्नुभएको छ नि त्यो सम्पूर्णलाई मेरो हृदयदेखि हुन्छ नि धेरै धन्यवाद दिन चाहन्छु होइन। तपाईँहरूको यो मायाले गर्दाखेरि अझ मलाई हौसला मिल्नेछ होइन। मैले चाहिँ अब अझै यो पनि गर्छु म, विशेष गरी यो भ्लगिङ भनौँ न, भ्लगिङ पनि नर्मल्ली गर्दै गर्छु टाइम टु टाइम होइन। अब यसो टाइम मिलेको बेलामा अदरवाइज यो स्पोर्ट्सतिर विशेष गरी मैले चाहिँ फुटबलको भिडियोहरू हालिरहेको हुन्छ। त्यो फुटबलको चाहिँ अझ मैले भनौँ न लाइभमा आएर प्रत्यक्ष प्रसारण गर्ने कोसिस गरिरहेको छु। पछिल्लो समय अब खेल्छ चितवन फेसबुक पेज चाहिँ हामीले क्रिएट गरेका छौँ, अनि त्यसमा जे होस् त्यसमा पनि हाम्रो 2000 जना चाहिँ फलोवर्सहरू हुनु भइसकेको छ फ्यामिली। अन्त उहाँहरूलाई पनि धेरै धन्यवाद। हामीले पछिल्लो समय राप्ती नगरपालिका वडा नम्बर 5मा चाहिँ खेलाएको फुटबलको चाहिँ सबै गेमहरू प्रत्यक्ष प्रसारण गरेका थिए। त्यो प्रत्यक्ष प्रसारण चाहिँ कस्तो छ त्यो पनि प्रतिक्रिया दिनु होला होइन। त्यो फेसबुक पेजबाट तपाईँले हेर्न सक्नुहुन्छ, यो नेपालीमा लेखिएको छ त्यो फेसबुक पेज। अन्त त्यही हो, अनि मैले चाहिँ यसो विचार गरिरहेको छु 20K मा चाहिँ यसो केही एउटा सानो चाहिँ केही गर्नुपर्छ कि जस्तो सोचिरहेको छु। त्यस्तो केही आइडिया भयो तपाईँहरूले भनिदिनु होला होइन। अब पछिल्लो समय चाहिँ यो लङ भिडियोहरू त्यति गइरहेको छैन मेरो, त्यही भएर त्यति रिच पनि छैन। सर्ट्सहरू चाहिँ मैले प्राय डेली नै युज गरिरहेको हुन्छु, डेली नै अपलोड गरिरहेको हुन्छु, किनभने पछिल्लो समय मलाई सर्ट्सबाट धेरै राम्रो भनौँ न रिच दिनुभएको छ। सर्ट्सबाट धेरै चाहिँ सब्सक्राइबरहरू फ्यामिली जोडिनु भएको छ, त्यसको लागि अब वान मोर टाइम होइन थ्याङ्क यू सो मच। अझै अब तपाईँहरूको माया भयो भने होइन म फर्दर यो विशेष गरी यो उसको चाहिँ फुटबलको चाहिँ अलि स्तरीय नै बनाउने कोसिस गरिराखेको छु म, जोडिराखेको छु, त्यसमा जोडिराखेको छु। अब बिस्तारै हाम्रो यो चैतको अब आज अन्तिम हो, यो फागुनको चैतको चाहिँ अन्तिमतिर लगभग लास्ट विकतिर 18 गतेबाट राप्ती कप हुँदैछ, चौथो राप्ती कप, यही हाम्रो हर्दी युवा समाजबाट आयोजना गरिएको छ। त्यसको चाहिँ प्रत्यक्ष प्रसारण चाहिँ मैले गर्ने छु, आई मिन त्यसको पनि जोड्ने छु तपाईँहरूलाई होइन। कतिजना अब यतै हुनुहुन्छ होइन, कतिजना हुनुहुन्न यतै हुनुभएकोहरूले त अब त्यही आएर फिजिकल्ली नै तपाईँ भिजिट गरेर तपाईँले ग्राउन्डमै हेर्न सक्नुहुनेछ भने
यदि तपाईँहरू टाढा हुनुहुन्छ, कोही काम विशेषले भनौँ न विदेशतिर हुनुहुन्छ, कतै हुनुहुन्छ भने चाहिँ होइन, तपाईँहरूको लागि चाहिँ मैले यो आफ्नो गाउँमा भएको, आफ्नो ठाउँमा भएको फुटबलहरूलाई चाहिँ देखाउने कोसिस गरिराखेको छु। कतिजना साथीहरू खेलिरहेको हुन्छ, विदेशबाट साथीले हेरिरहेको हुन्छ नि त, सपोर्ट अनि माया अनि त्यो साथीको सम्झना त्यहाँबाट मेटिरहेको हुन्छ क्या। त्यस कारणले होइन, यो चाहिँ भनौँ न त्यो यस्तो काम गरिराखेको छु। जे होस् तपाईँहरूको सपोर्टको आवश्यकता छ मलाई, तपाईँहरूले चाहिँ सपोर्ट गरिदिनु होला। त्यही नै हो गाइज। अब हामी आज चाहिँ विशेष भनौँ न, मैले फर्स्टमै भनिसकेको छु, आज हामी लालीगुराँस हन्टिङको लागि अगाडि बढिराखेका छौँ। लालीगुराँस चाहिँ हेर्नको लागि, टिप्नको लागि फुल चाहिँ हामी मकवानपुरको जुन राक्सिराङमा चाहिँ हामी जाँदैछौँ। लेट्स सी कस्तो पाउँछ फुलहरू, हामी त्यो देखाउनेछौँ। त्यही गाइज। अब अहिलेलाई लगभग पहिलाको भिडियोतिर पनि मेरो यो ठाउँको चाहिँ आइसकेको छ भिडियो। अब हामी माथि भएका अरू ठाउँहरूलाई चाहिँ देखाउनेछौँ। अहिलेको लागि भने चाहिँ एकैछिनलाई अब फेरि अर्को जोड्नेछौँ होइन। अहिलेलाई चाहिँ म क्यामेरा बन्द गर्दैछु। ओके है त गाइज, थ्याङ्क यू। ऐसेलु त टिप्न त मन लाग्छ, ऐसेलुको काँडाले डर लाग्छ। वाउ, ल टक्ला कहाँबाट हो? अब 1 महिना जति 1 महिना जतिमा आयो भने चाहिँ पाक्दो रहेछ। यो पनि खाइदिने। पाक्न लाग्छ। अब 1 महिना होइन, 1 हप्तामा सही हुन्छ। ध्यान छ लालीगुराँस, यहाँ तल लालीगुराँस है। है बाटोमा चाहिँ मलाई डुबायो भान्जाले, पुरै होली लगाइदिएर है, ह्याप्पी होली भनेर। ल आउनुहोस् भान्जो, अब यो टिप्नु पऱ्यो। हत्तेरिका ठ्याक्क गाडीमा नि भेट्नु, अन्त पुरै टिका लगाइदिइहाल्यो नि। टिका मात्रै भनेर पुरै यति लगाइदिएछ। ल अब यहाँ पानी छ यार, यो चाहिँ सफा गरेर जानुपर्छ, नत्र बाटोमा त मार्छ, डुबाउँछ नि। धन्न भान्जोलाई लगाइदिएन है। बोतलमा पानी थापेर खाने होला सायद, त्यही भएर यो राखे जस्तो गएन भनिदिनुपर्छ भन्नु। ल बोतलमा चाहिँ भर्ने कसरी रहेछ? त्यही त होला। आइडिया लाउनु पऱ्यो कि यसलाई यसो गरौँ। नेपाली हो नि। भान्जाले नयाँ टेक्निक निकाल्नु छ। टेक्निक निकाल्न लागेको भएन क्या? सक्दैन नि फेरि। नेपाली हो नि, नेपाली हो नि, जुगाड त गरिहाल्छ फेरि। अब यस्तो नि त्यही भन्छ, किन यस्तो गरेको? त्यो भन्दा बरु सिधै खतरा कलर निक्लियो। पानी त कति चिसो छ? चिसै छ। भान्जाको पछाडि टी सर्टमा चाहिँ फेरि विशाल लो ब्लग युट्युब च्यानल। फेरि अनि सक्दैन नि फेरि। ल गयो, हल्का छ निधारमा चाहिँ, केही फरक पर्दैन होला नि के छ? ठिक छ ठिक छ। अब जान्छु, गयो ल यति भएपछि। अब
राम्रोसँग ढोड गर्नु नआएछ म काम लाग्दैन अन्त खै ए ल यति हो त गएकै हो ल अब भान्जा पानी खाने हो र अहिले नखाने होला अहिले नखाने एकछिन त्यसको टिपाउँ त ल ल पहिला यहाँको 2-3टा टिपौँ अनि त्यसपछि बाँकी है त अब चाहिँ यहाँ तल राम्रो बवाल रहेछ त्यहाँ जानको लागि चाहिँ भन्दै ल बाटो बाटो चाहिँ अलि राम्रोसँग सफा गर्दै हिँड है फेरि म मोबाइल बगेर त्यसरी हिँड्यो भने त बाटो छ त यहाँ मोबाइल बोकेर चाहिँ थोरै अप्ठ्यारो हुन्छ मोबाइल बोकेर चाहिँ यस्तो हुनु भएन है ऐसेलुको गाडालाई ओहो पास गर्नुपर्छ होला है सोधै यस्तो छ सिक्दिनु चाहिँ भएन राम्रो चिज कहाँ अनि सोझै पाउँछ त नि ल यहाँ रहेछ के हो चढिहाल भमरा पो रहेछ यहाँ भमरा गुड्छ क्या ल म चढ्छु होइन बी केयरफुल है भन्छ यसको त फेरि हाँगा एकदम त्यो कमल हुँदो रहेछ है हाँगा नि कमलो हुन्छ अब चिप्लो हुँदैन दुईवटा बी केयरफुल है भन्छ म यहीँबाट फालिदिन्छु त्यही गर्दा बेटर ल यो चाहिँ कुन फुल हो भन्दाखेरि चाहिँ यो चाहिँ हो लाली गुराँस नेपालको राष्ट्रिय फुल लाली गुराँस लाली गुराँस अजम्बरे सम्फा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली ओहो डाली डालीमा हो डाली डाली फुलिरहन लाग्छ अनि दिलको बारीमा होइन एकदम ओहो त्यो पुरै त भात हुन्न ल वाउ दिस इज फर यु है स्पेसल ल है हाम्रो भ्युअरहरूलाई यो सबैलाई भाग त पुर्याउन नसके होला त्यसैले यही भिडियोबाट सबैलाई ओइ लैभरिलै लाली गुराँस टिप्नेलाई फुल टिप्ने मन भए नमान डर खाडाको साइली साइली यो सबै भयो भने बवाल देख्ने रहेछ कि एकदम एकदम लाग्यो यो बोक्ने चाहिँ केमा हो यार झोला त छैन त हामीसँग झोला ल्याएन है
वेट यस्तो त गर्नु हुने है अर्कोपल्ट राख्नु पर्ने थियो ल है अन्त अब यसमा त्यति भरिलो छैन है ओ के भयो यहाँबाट चिप्ल्यो भने त मान्छे त एकैचोटि तल पुग्छ त चप्पल खस्या त होइन नि होइन सुज लगाइरहेको छु अब यसलाई के मान्छे आएर छ नि त काटे रहेछ तर यो गाह्रो ठाउँमा रहेछ नि त त्यही भएर मान्छेले नटिपेको टिप्न त टिपेको काटी टिपेर यार यस्तो एक दुईवटा भेट्छ होला के हुन्छ अँधेरो देख्छ तर हामीले टाढाबाट देख्दा मात्र त्यस्तो फाइनली गाइज हामी चाहिँ यति धेरै लाली गुराँस टिप्यो यहाँ पनि छ ट्याक्लाएर अब यो सबै लाने कुरो त हुँदैन आई मिन यो घाँस घुस लाने कुरो हुँदैन अब एक दुईवटा चाहिँ राम्रो राम्रो ट्याक्लाएर फुल दिँदा पनि कसैलाई दिँदा पनि फुल दिए जस्तो होस् आई मिन राख्न पर्यो भने नि डाँठमा जस्तो कि यस्तो के यसलाई चाहिँ हामी अझै फाइन बनाएर लैजान्छौँ क्या कस्तो भन्दा पनि यस्तो कि ट्याक्का यस्तो टाइपको मात्रै यस्तो टाइपको मात्रै होइन यसरी जोस् फुल मात्रै मिलाएर लैजानु पर्ने हुन्छ गाइस एन्ड त्यही हो जोस् यति धेरै बाटो हामी माथि आयो बाटो यस्तो अफरोडहरू थियो नि त होइन त्यो थकाइ छ नि हातमा यो परिसकेपछि मतलब लागेन अरू भन्दा नि यहाँ कि गाइस है यस्तो कोतारे चाहिँ म त पुरै जोसमा उडेको कति ठाउँमा कोतारे छ अब टी सर्ट यस्तो छ यी टी सर्ट सिसर्ट मतलब छैन जोस यति लियो अब भने हामीले टक्क लगाएर झोला छ झोलामा टक्क लगाएर प्याक गरेर हामी जानुपर्ने हुन्छ गाइस त्यही हो जोस यसपालि चाहिँ हामीले लाली गुराँस राम्रो चालले टिप्न पायो खाना पायो होइन लान पनि पायो अब हामी फर्किनु पर्ने हुन्छ है त बाजा एकदम ओके अब हामी फर्किन्छौँ गाइस अब इफ त्यस्तो बिचमा केही भइहाल्यो त्यस्तो देखिहाल्यो भने 2 चोक चाहिँ बाँकी छ है हाम्रो 2 चोक बाँकी छ त्यो चाहिँ हामी एकचोटि लिन्छौँ त्यहाँको पनि होइन त्यो 2 चोक टोड्के 2 चोक त्यो लिनै पर्ने ठाउँ छ हाम्रो भान्जाको लभ सङको लागि हाम्रो लोकेसन पनि हुन्छ त्यो त्यहाँ चाहिँ हामीले एउटा राम्रो लभ सङ चाहिँ सेलो लभ सङ होइन के हो टिपिकल लभ सङको चाहिँ हामी त्यहाँ के भन्छ सुटिङ गर्नुपर्ने भएको कारणले गर्दा हामी त्यो लोकेसन पनि हेर्नको लागि आऊ खासमा आज लाली गुराँस त छँदैछ ओके त्यही गाइस हामी त्यस्तो केही परिहाल्यो भने ओके भनौँला अहिलेलाई भने लाली गुराँस मिलाउँछौँ हामी ओके सी यू बाइ बाइ ओके गाइस फाइनली हामी अब सिलिङेमा चाहिँ नजर होटलमा खाजा खाएर अब चाहिँ घर लाग्नुपर्ने हुन्छ लास्ट थकाइ लागिरहेछ आजको लागि चाहिँ मेबी यही अन्तिम भिडियो हुनुपर्छ हाम्रो सो सबैजनालाई लाली गुराँस ल्याइदिएको छु मैले होइन स्पेसल तपाईँको लागि लिन गएको हो म लाली गुराँस सुँगुर नै रहेछ आज मेरो माइलोलाई लास्टै गाह्रो भएछ सो थ्याङ्क यू एभ्रीबडी है सी यू इन नेक्स्ट ब्लग बाई बाई